हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? आजको मेरो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म के भिडियो बनाउँदैछु भनेर चाहिँ हजुरहरूले मेरो कटिङ हेरेरै थाहा पाइसक्नुभयो। म चाहिँ आज पनिरको तरकारी बनाउँदैछु किनकि आज मेरो व्रत हो अनि पनिरको तरकारी चाहिँ एकदम सादा गरेर पकाउँछु भनेर चाहिँ आज मैले पसलबाट पनिर लिएर आएको छु। पनिर चाहिँ मलाई खासै मन पनि पर्दैन, त्यही पनि अब आज व्रतको बेला अब म सादा खाना खान्छु नि त एक टाइम, अनि त्यही भएर चाहिँ पनिरलाई यहाँ काट्दैछु। अनि यतापट्टि चाहिँ मैले कराई पनि बसालेँ अनि थोरै सूर्यमुखीको तेल पनि हालिदिएँ अनि त्यसपछि काटेको पनिर पनि त्यसमा हालिदिएँ। पनिरलाई चाहिँ एकदमै सानो ग्यासमा फ्राई गर्नुपर्छ। यसलाई चाहिँ सानो ग्यासमा फ्राई गरेन भने चाहिँ मैले जसरी नै हजुरहरूले डढाउनुहुन्छ, मेरो चाहिँ हल्का हल्का हेर्नु न डढेको छ किनकि मैले ठुलो ग्यास पारेको छु अनि त्यही पनि राम्ररी पाकेको छैन। म चाहिँ फेरि सानो ग्यास पारेर पकाउँदैछु अनि फाइनल्ली मेरो चाहिँ पनिर पनि फ्राई भइसक्यो। अनि फेरि यसमा चाहिँ बाँकी रहेको तेलमा मैले थोरै जिरा हालिदिएँ। हजुरहरू चाहिँ के हाल्नुहुन्छ र पनिरको तरकारी कसरी बनाउनुहुन्छ साथीहरू कमेन्ट गर्नुहोला। अनि मैले यसमा चाहिँ थोरै तेजपत्ता पनि हालिदिएँ अनि सुकेको एउटा मात्र खुर्सानी हालेँ किनकि मेरो बाबुले पिरो खाँदैन नि त, त्यही भएर। अनि मैले चाहिँ यसमा टमाटर पनि हाल्ने, कतिजनाले भन्नुहुन्छ व्रतको बेला टमाटर पनि खानु हुँदैन भनेर, त चाहिँ म चाहिँ व्रतको बेला टमाटर खान्छु, सबै थोक बारेर साध्य हुँदैन नि त। अनि यसमा मैले उसिनेको आलु पनि हालिदिएँ। पनिरको तरकारीमा उसिनेको आलु एकदमै इम्पोर्टेन्ट हुन्छ नि त। अब उसिनेको आलु त पनिरको तरकारीमा हालेन भने फेरि पनिरको तरकारी मात्र चाहिँ खासै मिठो पनि हुँदैन। अनि उसिनेको आलुलाई चाहिँ मैले एकछिन छोपिदिएँ मसला मिक्स हुनको लागि। अनि उसिनेको आलुमा चाहिँ मसला पनि मिक्स भएर मैले पनिर पनि हालिदिएँ अनि त्यसमा चाहिँ रस हालिदिएँ। पनिरको तरकारी चाहिँ ग्रेभी भन्दा पनि रस एकदमै मिठो हुन्छ। अनि मेरो बाबुलाई पनि फेरि रस भएन भने चाहिँ उसले खाना पनि खाँदैन। अनि मेरो चाहिँ पनिरको तरकारी तयार भइसक्यो। अनि यसमा चाहिँ थोरै मैले हरियो धनियाँ पनि हालिदिएँ। मलाई चाहिँ धनियाँहरू चाहिँ एकदमै मनपर्छ क्या, जेमा पनि झन् रसको तरकारीहरूमा चाहिँ मलाई एकदम मनपर्छ धनियाँ हालेको। मेरो चाहिँ पनिरको तरकारी पनि तयार भयो साथीहरू। अनि मैले चाहिँ यता मेरो छोराको लागि अनि मेरो लागि चाहिँ खाना पनि पस्किदिएँ। अनि मैले काँक्रो र आलुको नि अचार बनाएको थिएँ। मलाई चाहिँ काँक्रो र आलुको नि अचार एकदमै मनपर्छ। अनि पनिरको तरकारी एकदमै मिठो भएको थियो गाइज। अनि मैले चाहिँ स्वाद लिली पनिरको तरकारी सादा खाना खाँदैछु। हजुरहरूलाई चाहिँ अनि मेरो भिडियो चाहिँ कस्तो लाग्यो, मन पर्यो भने चाहिँ लाइक सेयर अनि सब्सक्राइब अनि कमेन्ट पनि गर्नुहोला गाइज। धन्यवाद, बाई बाई।